चाहिँ हाम्रो करेसाबारी यहाँ प्याज यत्रो भयो मकै त्यहाँ सारेको पहेँलो भएर भर्खर सर्दैछ यता तलतिर चाहिँ मकै त्यस धान चमर हो कि खै के पो भन्छ त्यसले त्यो निस्किन लागेको छ यस्तो भयो मकै हरे के भयो तँलाई के भयो तँलाई चारो माग्दैछन् यो हेर बैगुनले चाहिँ कति फलेर पनि खाइसक्यो अझै पनि फल्दैछ फुल्दैछ अझै अर्को चाहिँ यहाँ चाहिँ यस्तो भइरहेछ पाठाहरू यहाँ सुकिरहेछ पराल नहालेको यसरी सुकिरहेछ के चाहियो यो काब्राको रुख यत्रो भयो यसको फेदामा मकै छ यहाँ नि मकै लगाइदिएको हामीले यता विकासी घाँस छेउछेउ चाहिँ किम्बु लगाइदिएको छौँ यस्तो भइरह किम्बुहरू आगो त कति ठुलो हुन्छ नि यता नि छेउछेउमा किम्बु छ यत्रो भइसक्यो किम्बु वरिपरि किम्बु छ रोपेको किम्बुहरू चाहिँ यो चाहिँ हाम्रो कुखुराहरू भाग्दैछ भाले पछाडि अनि त यो अगाडि यतापट्टि लोकाहरू फर्सी बोटहरू सब्जी यतातिर यो फर्सी लौका यहाँ फलेर यत्रो अस्ति ठुल्ठुलो बेच्नु भयो क्या अरे फुलिरहेछ आलु यस्तो भएर फलिरहेछ यसलाई पुरिदिनुपर्छ हरियो फर्किन्छ हरियो आउँछ फेरि यस्तो भएर आलु चाहिँ पुरै अब त खन्ने बेला नि भयो हो कि के भयो तर सबै बोट मरिसकेको छ पानी नभएर हो कि यति धेरै छ आलु रोपेको 13 केजी हो कि कति पो रोपेको पनि हाम्रो घर यस्तो छ यहाँ पनि किम्बु यत्रो भइसक्यो किम्बु लगाइदिइरहेको थियो यहाँ नि केटाकेटी खेल्दैछ के काट्दैछ पनि धारा किम्बु यत्रो भएको छ यहाँ नि यहाँ चाहिँ खोर्सानीहरू बिरुवा भर्खर यस्तो छ बिरुवा लगाइदिएको खोर्सानीको के काटेको है तिमीहरूले मैले 10 वटा चुङ्गी बनाएको थिएँ मम्मीले यहाँ चाहिँ तरकारी के लगाउँछ मम्मीले साग आज तरकारी हाम्रो